गाइज नमस्ते बालकुमारी गुरुङको मिनी ब्लगमा वेलकम किनभने सुकुटी आयो। सुकुटीको सँगसँगै भाउ बढेर पनि आएको छ। सुकुटीको कति भएको महँगो भएको छ नि त मासु पनि। अनि मासु महँगो भइसकेपछि हामीले पनि भाउ बढाउन पर्यो, किनभने आफू घाटा खाएर गर्ने काम हुँदैन, किनभने एक दुई पैसा होस् भने गरेको काम हो होइन। अनि सकेसम्म अब हामीले नि मार्केटमा मासु सस्तो पायो भने हामीले नि सस्तै दिने हो, किनभने कम्पिटिसनको जमाना छ होइन। मान्छेले बोलेर ठुक गरेर चाहिँ त्यो हुँदैन है। कम्पिटिसनको जमाना छ, मान्छेले पैसा दिँदै जहाँबाट नि रोजेर खानु पाउनुहुन्छ, जहाँबाट नि आफ्नो चोइस हो, कहाँबाट मिठो हुन्छ के गरेर हुन्छ, आफूले पैसा हालिसकेपछि त जे होस् उनीहरूलाई पनि मिठै खानु मन लाग्छ नि त होइन। त्यस कारणले गर्दा मिठो सस्तो खोज्ने हुन्छ कस्टमरहरूले। हामीले दिने मान्छेले बेच्ने मान्छेले मग्गो पार्नुमा हुन्थ्यो भने हुन्छ, कस्टमरलाई सस्तो जति सस्तो मिठो भरपर्दो जस्तो हुन्छ। अनि त्यस कारणले गर्दाखेरि अनि मैले चाहिँ अहिले सुकुटीको भाउ नि बढेको छ। बढ्दाखेरि मासुको भाउ सामानहरूको भाउ बढेर नै हामीले बढ्ने हो होइन। अब सामानको भाउ नबढिकन हामीले बढाउने कुरा हुँदैन। जे होस् अब हामीले खानेलाई मर्का नपरोस्, हामी बेच्नेलाई मर्का नपरोस्, हामी नि एक दुई पैसा होस् भनेर गर्न बसेको मान्छेहरू हो। खाने मान्छेलाई नि मर्का नपरोस्, यसो एकचोटि खाएर घक्रान पर्ने गरेर म गर्दिनँ। सकेसम्म कस्टमरहरूलाई रिजाउने, कस्टमरहरूलाई राम्रोसँग सर्भिस दिने आफ्नो कस्टमर त आफैसँग भइरहेको छ नि त होइन। अब आफ्नो एउटा बोलीचाली व्यवहार सबैको राम्रो गर्नु पर्यो। कस्टमर भनेको त भगवान् हाम्रो घरमा बसी एक दुई पैसा भने देख्ने भनेको शान्तिको कुरा होइन। अहिले अब मिडिया जमानामा मिडियाको यो सामाजिक सञ्जालमा हामीले यसरी व्यापार गरेर बस्न पाएको छ। पहिला सटरको भाडा तिर्न नसकेर कस्तो गाह्रो हुन्थ्यो, अब कोही बेला बुनी पनि हुन गाह्रो हुन्थ्यो होइन। अहिले घरमा बसिराखेर एक दुई पैसा भयो नि देख्न पाइन्छ नि त, अनि त्यही भएर खुसी लाग्छ। अनि बहिनीलाई पनि मैले के भन्छ नि, तैँले मासु अटुट्टै बनाइदिइराख है, मलाई खाली नगर्दे, अब मैले गराउन भ्याइन, तैँले गर भनेको छ नि। बहिनीले पहिला त सक्छु कि सक्दैन भन्दै तैँले फेरि धेरै बेच्छ भन्दै थियो। म तैँले गर जसरी गर, म बेच्ने काम मेरो भयो। अब फेरि ऊ पनि त्यसरी अब म जस्तो व्यवहारमा भिजेर यताउता गरेको छैन। म त अब व्यवहार गरेर ऋण भएको भएर म त आत्तिँदैन, तिनीहरू अलिकति आत्तिन्छ कि भन्ने हो होइन। त्यही पनि जे होस् अब मलाई कस्तो लाग्छ नि, आफूले जानेको काम चाहिँ गरौँ है, सबैलाई दिम। कम्पिटिसनको जमाना छ, व्यापार गर्नै पर्यो। अनि त्यही भएर तपाईँहरूले जतिजनाले मलाई माया गरेर मेरो अचारहरू सुकुटीहरू खाइदिनु भएको छ, तपाईँहरूलाई धन्यवाद, आभारी टक्र्याउँछु। किनभने तपाईँहरूले गर्दा नै मलाई एक दुई पैसा हुन्छ नि, मिहिनेत गरेपछि कस्तो आनन्द आउने कि अब यत्रो किनेर अब बहिनीलाई त मैले पैसा दिनुपर्छ नि। अब दिन्छु बहिनीलाई पैसा होइन, अनि फेरि भोलि बेच्दाखेरि मलाई कस्तो फ्रीमा जस्तो हुन्छ नि, त्यो आउँछ कस्तो आनन्द खुसी लाग्छ। आफूले कमाएको पैसामा छ नि, हो कमाएको छोरीले नि कमाएको छ दिन्छ, तर आफूले कमाएको भने आफ्नै मजा हुने रहेछ क्या होइन। अनि एक दुई पैसा भयो भने छोरीलाई नि भार नपरोस् भन्ने हिसाबले गर्न मन लाग्छ। आफूले जानेको काम जसरी हुन्छ के गरेर हुन्छ, आफ्नो उमेर सन्जेल एक दुईवटा काम गरेर पनि बस्नुपर्छ। फोकटिया बसेर बस्नुभन्दा आफूलाई टाइम पास, आफ्नो एक्सर्साइज होइन। अनि त्यस कारणले गर्दाखेरि मलाई चाहिँ अब त्यत्तिकै बसिराख्नुभन्दा भन्ने हिसाबले हो। अब मैले हात हालिसकेको त अब यो अब अचारमा हात हालेको त कति वर्ष भइसक्यो होइन। अहिले कतै गएर बसौँ भने नि अचारले गर्दा बस्न मिल्दैन। पोखरा गएर बस्दा नि हाउ हाउ हुन्छ नि। मेरो आमा दिदी बहिनीले जा अब नआइज त भनेर भन्छ, किनभनेपछि उहाँ जान्छु। यहाँ जब म हिँडेपछि फेरि हुन त व्यापार त हुन्छ, जब म हिँडेपछि फेरि कस्टमरहरूको डिमान्ड हुन्छ, तालितालाई हुन्छ, तारालाई गरेर जब आफूले आफै बसे जस्तो त हुँदैन नि त होइन। अहिले त मैले फेरि पहिला अचारहरू त अब बहिनीहरूले जोख्थेँ, यताउता हेर्थेँ। अहिले चाहिँ सबै मैले सामानहरू सबै वेट गर्ने, सबै जोख्ने सबै मैले गर्छु क्या होइन। अनि त्यस कारणले गर्दा अनि अब आफूले यस्तो काम भएपछि कतै गएर बसौँ भने नि नभ्याउने नगर्ने होइन। अनि आफ्नो मनले नमान्ने कि अब ओहो कस्टमर छुट्छ कि ला मेरो अचार बेच्न पाएन कि, मैले मासु बेच्न पाएन कि भने जस्तै लाग्छ। अनि त्यही पनि अब जे होस् आफूले हात हालिसकेपछि कस्टमरहरूलाई सुविधा दिमै जस्तो लाग्छ। अहिले कम्पिटिसनको जमाना छ होइन, किनभने म मात्रै छैन नि त अचार बेच्ने, सुकुटी बेच्ने। कस्टमरहरूलाई जहाँ इच्छा लाग्छ उहाँबाट मगाएर खान सक्नुहुन्छ। मैले राम्रो सर्भिस दियो भने, राम्रो सुकुटीहरू दिने, उहाँहरू रिपिट मैसँग आउनुहुन्छ नि। मैले एकचोटिको व्यवहार गर्ने होइन, एकचोटिलाई बिजनेसको लागि हेर्ने होइन, उहाँलाई कन्टिन्यू गर्न मेरो सबैभन्दा ठुलो कुरा मैले कन्टिन्यू गराउनु पर्छ क्या होइन। अनि त्यस कारणले गर्दा तपाईँहरूलाई अझ पनि अब बालकुमारी गुरुङले अब भिडियो किन ल्याइ भनेर नभन्नु होला होइन, किनभने भिडियो मैले ल्याउनै पर्छ। एडभर्टाइजकै जमाना छ, एडभर्टाइज गरेर अनि बल्ल बेच्ने हो नि त। मैले सटरमा यस्तो राखेर बेच्ने होइन, अनि यसरी राखेर बेच्दाखेरि मैले बेच्नै पर्छ, भिडियो राख्नै पर्छ, तपाईँहरूले हेर्नै पर्छ भन्ने पनि छैन। हेर्न मनलाई माथि सारिदिनु, मेरो काम चाहिँ भिडियो राख्ने कामै हो है। ह्याभ अ गुड डे। सुकुटी चाहिने बालकुमारी गुरुङ।